म चाहिँ अहिले मदिनाबाट रियाद गइरहेको छु साथीहरू। हेर्न सक्नुहुन्छ यस्तो मजाले फुलहरू रोपेर। यहाँबाट अगाडि अल्कासिम आउँछ, त्यस पछाडि अल्कासिमबाट रियादको बाटो पक्रेर जाने हो। साइडमा फुलहरू मजाको छ। यो चाहिँ साइडको चाहिँ लालटिन हो। यहाँ चाहिँ पहिला पुरानो उनीहरू साथीहरूले पुरा रोड क्लिन गरिरहेको छ। खजुरै हो यो चाहिँ, आँखाले भ्याइ नसक्ने खजुर लगाएको छ यहाँ। हेलो साथीहरू, फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो अर्को नयाँ ब्लगमा। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। म चाहिँ अहिले मदिनाबाट रियाद गइरहेको छु साथीहरू। म अहिले लगभग अल्कासिम आइपुग्न लागिसकेँ। अल्कासिम अब यहाँबाट 60-70 किलोमिटर मात्रै छ। म चाहिँ हिजो हिँडेको, भर्खर सुतेर उठेर फेरि बाटो लागिरहेको छु साथीहरू। तपाईँहरूलाई म मदिना टु अल्कासिम अनि त्यस पछाडि रियादसम्मको भिडियोहरू तपाईँहरूलाई म आज मेरो ब्लगमा देखाउँदैछु। यहाँनिर अगाडि कस्तो राम्रो टोक्री भन्छ यसलाई चाहिँ, ब्रिज। यहाँनिर ब्रिज छेउछाउमा मजाको दुबो रोपेर, दुबो त होइन यो कार्पेट हो, तर दुबो जस्तै देखिरहेको छ। अगाडि देख्न सक्नुहुन्छ। दुबो जस्तै बनाएको छ। यतातिर सबै यो खजुर खेती हो, खजुर छ यहाँ चाहिँ। अहिले अल्कासिमको नजिक छु म। अल्कासिम चाहिँ साउदीकै सबैभन्दा धेरै खजुर खेती हुने ठाउँ हो। हेर्न सक्नुहुन्छ यस्तो मजाले फुलहरू रोपेर गार्डन कस्तो राम्रो बनाएको छ। बाटोतिर गार्डन छ। यो चाहिँ मदिनाबाट अल्कासिम आउने बाटो। तपाईँहरू हेर्न सक्नुहुन्छ यस्तो छ बाटो। घरले पुरा सिमेन्ट बोकेर गइरहेको छ। मैले चाहिँ मदिनामा कस्टमर थियो, कस्टमर सकेर पनि अहिले फर्किँदैछु। मेरो चाहिँ गाडी खाली छ, तर यो बाटोमा टेलरहरू चाहिँ पुरा लोड लिएर गए रियाद, गए अल्कासिम, गए दमाम हिँडिरहेको छ। यहाँबाट यो ब्रिज माथिबाट दाहिने लाग्यो भने चाहिँ रास भन्ने ठाउँ छ, त्यता जान्छ। म चाहिँ सिधै हाइवे नछोडिकन अगाडि जान्छु, किनभने यो
रियाद जाने हाइवे हो। यहाँबाट अगाडि अल्कासिम आउँछ, त्यस पछाडि अल्कासिमबाट रियादको बाटो पक्रेर जाने हो। हेर्न सक्नुहुन्छ यतातिर मजाको बनाएको छ। आज गाडीहरू पनि छैन खासै, बिहान बिहानै भएर। अहिले यहाँको भर्खरै 9 बज्दैछ, 6 बजी हिँडेको म चाहिँ सुतेर उठेर 6 बजी हिँडेको। गाडीहरू खासै छैन, पातलो छ। पुरा खजुर खेती जङ्गलै बनाएको छ। खजुर खेतीले सब यो खजुर खेती हो, देखिराख्नुभएको छ अगाडि। साइडमा फुलहरू मजाको छ। गार्डनमा काम गर्ने मान्छेहरू पुरा बङ्गालीहरू हुन्छ प्रायः। यहाँ चाहिँ किल्नर, साउदीमा चाहिँ किल्नर, गार्डनमा काम गर्ने प्रायः बङ्गलादेशको मान्छेहरू हुन्छ। गाह्रो छ यिनीहरूलाई। जाडो महिनामा आजभोलि त ठिकै हो, पछि गर्मी महिनामा चाहिँ दिनभरि बाहिर घाममा रोडको छेउछाउतिर काम गर्ने हो। यहाँनिर देखिराख्नु भएको छ अर्को साइडतिर पुरा ट्रेलरहरू धेरै। मदिना कता कता जाने मात्र अर्कोपट्टि चाहिँ धेरै छ। र यता रियाद जानेतिर आज खाली छ। ड्युटी 2 दिनको बाटो हिजो गएर आज फर्किँदैछु म चाहिँ। मदिनाको सामान थियो, मदिनामा सामान खाली गरेर अहिले म रियाद फर्किँदैछु रुमतिर। यहाँ माथि देख्न सक्नुहुन्छ तपाईँहरू हाम्रो पहिला लालटिन भन्थ्यो। लालटिन पनि यहाँ माथि बनाएर राखिरहेको छ साइडमा। पर देखिराख्नु भएको होला, यो चाहिँ साइडको चाहिँ लालटिन हो। यहाँ चाहिँ पहिला पुरानो यो हराएर गइसकेको चिजहरू पहिला युज भएर हराएर लोप भइसकेको चिजहरू चाहिँ यस्तो रोडको छेउछाउतिर बनाएर राख्छ। रोडको छेउछाउतिर बनाएर सजाएर राख्छ यहाँ साउदीमा चाहिँ। लालटिनहरू भयो, कितली पनि हाम्रो त्यो चिया पकाउनुलाई चाहिँ कितली भन्छ, कितली पनि राखेको हुन्छ यतातिर। भेटायो भने म तपाईँहरूलाई देखाउँछु। पुरानो जति पनि सामान पहिला युज भएर लोप भइसकेको सामानहरू सबै बनाएर राख्छ यहाँ चाहिँ रोडको छेउछाउतिर सजाएर मजाले राखिरहेको हुन्छ। यो अल्कासिम जाने बाटोमा चाहिँ प्रायः धेरै त्यस्तो सामानहरू बनाएर राखेको हुन्छ। तपाईँहरूलाई म जति देखे सामान सबै देखाउँछु। सबैजनाले लाइक, कमेन्ट, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला, किनभने तपाईँहरूको साथ सपोर्टले गर्दा नै मलाई पनि नयाँ अरू भिडियो बनाउने जोस जागर आउँछ।
त्यही भएर सबैजनाले सपोर्ट चाहिँ गर्नु होला, सपोर्ट गर्नु चाहिँ नभुल्नु होला। म चाहिँ अहिले अल्कासिम छिरिसकेको छु साथीहरू। यो ठाउँ चाहिँ अल्कासिम हो। अल्कासिम सिटीभित्र त छिरेको छैन, तर अल्कासिम इन्ट्री चाहिँ गरिसकेँ। अब अल्कासिम सुरु भयो। हेर्न सक्नुहुन्छ यतातिर यो डाँडातिर पातल पातल घरहरू, सानो सानो पुरानो पुरानो घरहरू छ। यहाँ मेरो अगाडि चाहिँ टिप्पर, यो टिप्पर अगाडि लागेपछि चाहिँ रुवाउँछ, धुरुकै रुवाउँछ। यो टिप्परले जताततै टिप्परको आतङ्क विदेशमा भयो, नेपालमा भयो, जताततै बाटो पनि दिँदैन, आफू पनि स्पिड दिँदैन। यो बाटो चाहिँ 140 को स्पिड हुन्छ। यहाँ चाहिँ 140 को स्पिड दिएको छ, तर यो टिप्पर चाहिँ जान्छ 70 80 त्यस्तोमा। जहाँसुकै यो टिप्परले धुरुकै रहन्छ, अगाडि लाग्यो भने धुरुकै रहन्छ साथीहरू। यसले बाटो नदिने भयो, यसलाई चाहिँ म ओभरटेक गर्छु। ओभरटेक गरे पनि फेरि अर्को अगाडि पनि रहेछ। कहाँ हिँडेको लाइनहरू जाँदैन, स्पिड जाँदैन। यस्तो डिस्टर्ब गर्छ नि बाटोमा। यिनीहरूले गर्दाखेरि, टिप्परवालाहरूले गर्दाखेरि फाइन आउने पनि धेरै डर हुन्छ। किनभने एकदम बिस्तारै जान्छ। यिनीहरू लोड धेरै भएर हो कि के हो। अनि यिनीहरूलाई ओभरटेक गर्दाखेरि चाहिँ अनि मामाहरूले पछाडिबाट भेटायो भने चाहिँ सत्यनाश बनाउँछ। त्यही भएर गाह्रो छ। यतातिर देख्नु सक्नुहुन्छ यो चाहिँ पेट्रोल पम्प हो। पेट्रोल पम्प, हल्डिस पेट्रोल पम्प। मेरो भिडियो त्यति साह्रो क्लियर आएको छैन होला, किनभने भिडियो पनि धेरै हल्लिरहेको होला होइन। किनभने मसँग केही छैन अहिले, मैले मोबाइलबाटै भिडियो बनाउने हो। गोप्रो पनि छैन, केही पनि छैन। भर्खर नयाँ छु। भिडियो पनि आफैले गाडी कुदाउँदै आफैले खिच्ने हो। त्यही भएर त्यति राम्रो क्वालिटीको भिडियो आउँदैन होला। त्यही भए पनि भिडियो बनाइरहेको छु। बिस्तारै बिस्तारै तपाईँहरूको साथ सपोर्ट माया मिल्दै गयो भने योभन्दा राम्रो राम्रो क्वालिटीको भिडियोहरू पनि आउनेछ। र मसँग भिडियो खिच्ने सामानहरू पनि म बिस्तारै बिस्तारै जोड्दै जानेछु। मेरो भिडियो इम्प्रुभ गर्दै जानेछु साथीहरू। म
चाहिँ मेरो ड्युटी चाहिँ होल साउदीमै लाग्छ। त्यही भएर साउदीको कुना कुनाको भिडियोहरू चाहिँ म लिएर आउनेछु तपाईँहरू सामु। साउदी कस्तो छ सबै म डिटेल रूपमा साउदीको बाटोहरू, साउदीको ठाउँहरू सबै म देखाउनेछु साथीहरू। साउदी चाहिँ फेरि इन्डियाभन्दा ठुलो छ, इन्डिया जत्रै हो। त्यही भएर साउदी पुरै घुम्नुको लागि चाहिँ धेरै टाइम लाग्छ। तर मेरो ट्रिप चाहिँ, मेरो काम चाहिँ साउदीभरि नै हुन्छ, जहाँ पनि पर्न सक्छ। आज मदिनाको लागि हिजो मदिना गएर आएँ। अब यसको 2-3 दिन पछाडि दमामको ट्रिप लाग्छ। त्यस पछाडि अल खारतिर होल साउदी नै म चाहिँ कुद्छु। त्यही भएर सबै जति पनि साउदीमा के कस्तो छ, कता कता साउदीको ठाउँहरू के कस्तो छ सबै तपाईँहरूलाई म देखाउनेछु मेरो भिडियो मार्फत। तपाईँहरू घरमै बसेर आफ्नो मोबाइलमा हेर्न सक्नुहुन्छ साउदी अरबियाको सिटीहरू, बाटोहरू सबै हेर्न सक्नुहुन्छ तपाईँहरू। यो अगाडि फिल्मर साथीहरूले पुरा रोड क्लिन गरिरहेको छ। उहाँहरूले ड्युटी चाहिँ यो रोडमा टायरहरू, गाडी अब कुद्दाखेरि टायरहरू, फुटेको टायरहरू सबै उनीहरूले भेला गर्दै जान्छ। रातभरि गाडी कुद्दाखेरि कतिपय टायर पड्किन्छ, यताउति हुन्छ। सबै त्यो कचडाहरू, फोहोर मैलाहरू भेला गरेर उनीहरूले लान्छ। हेर्न सक्नुहुन्छ तपाईँहरू। मैले भनेको थिएँ नि तपाईँहरूलाई खजुर हुन्छ भनेर। यो सब देखिराख्नु भएको छ, खजुरै हो। यो चाहिँ आँखाले भ्याइ नसक्ने खजुर लगाएको छ। यहाँ खजुर यहाँ चाहिँ यसले यो सबै फल्दाखेरि अहिले चाहिँ सानो सानो छ, फल्न थालेपछि कति हो कति पैसा। साउदीहरू पहिला यो तेलहरू केही नहुँदाखेरि, ननिक्लिँदाखेरि चाहिँ एक खजुर अनि भेडाको दुधहरू अनि सुक्खा रोटी खान्थ्यो अरे। अनि त्यसले नै बचेको भन्ने खालको चाहिँ कुराहरू गर्छ, जहाँसम्म सत्य हो। त्यही भएर साउदीमा चाहिँ जति धनी भए पनि खजुर र खबुस भन्छ त्यो चाहिँ हुनै खान्छ, यिनीहरूले खानै पर्छ। जति सुकै धनी मनीले पनि खबुस चाहिँ खान्छ। खबुस, खजुर चाहिँ भान्सामा खाना खाने बेलामा, खाजा खाने बेलामा, चिया खाने बेलामा त्यो चाहिँ खानै पर्छ, खान्छ जसले पनि साउदीमा चाहिँ। यहाँनिर चाहिँ पुरानो प्लेन राखिरहेको जस्तो अगाडि बनाएर कति साल अगाडिको प्लेन होला। प्लेन चाहिँ रोडमै राखिरहेको छ, काम नदिने भएर रोडमा सजाएर राखिरहेको छ एरोप्लेन पनि।
यो चाहिँ डाँडाहरू सानो सानो डाँडाहरू छ यतातिर पछि अबको दुई तिन साल पछाडि यता पनि सबै खजुर खेती नै हुन्छ। बिस्तारै बढाउँदैछ खजुरहरू रोप्दैछ यतातिर। यो सबै यो फाडेर खजुर खेती लाउनलाई रेडी बनाउँदैछ यतातिर। र यो सानो यो झुक्रो कालो सानो देखिराख्नु भएको छ। यो चाहिँ भेडा बाख्रा चढाउने उठ चढाउने मान्छेहरू बस्ने ठाउँ हो। म चाहिँ ठ्याक्कै रियाद हाइवे भेटाउनु आँटिसकेँ। अब धेरै छैन, नजिकै छ रियाद हाइवे। बिस्तारै जाँदैछु, हतार छैन, काम सकिसकेको छ मेरो चाहिँ। अब रुम पुगेर 2 दिन छुट्टी, मजाले 2 दिन छुट्टी बस्ने। 2 दिन पछाडि फेरि कतातिरको ट्रिप लाग्छ, फेरि लिएर हिँड्ने। काम चाहिँ आरामै छ, बिन्दासै छ, टेन्सन छैन। यो अगाडि देखिराख्नु भएको छ तपाईँहरू, यो चाहिँ गेट बनाएको। यहाँ चाहिँ राति चाहिँ लाइट मजाले झिलेमिले माथि गेटमा लाइट मजाले बल्छ। अहिले चाहिँ छैन दिउँसो भएर। यो गेट हेर्नु सक्नुहुन्छ तपाईँहरू, ठ्याक्क माटो कलरको, सेम माटो कलरको छ साइडको बाटोहरू माथि। मैले चाहिँ अहिले अवकाशी पनि छोडिसकेँ। यो चाहिँ रियाद जाने हाइवे हो। अवकाशी कटिसकेँ म चाहिँ अहिले। हेर्न सक्नुहुन्छ यो ब्रिजहरू, पत्रो ब्रिजहरू छ। 2 लेनको बाटो, ब्रिज माथिबाट आउने फाल्टे जाने फाल्टे। यो गेट दुईवटा माथि देखिराख्नु भएको छ बाटो छेउछेउमा। यो कटेपछि चाहिँ अवकाशी सकिन्छ। अहिले नै त सकिसकेको छैन, सक्नु लागिरहेको छ। यस्तो डाँडामा मजाले दुईवटा बोर्डर भन्छ, यस्तो बोर्डर बनाएर राखेको छ। अगाडि चाहिँ पेट्रोल पम्प आउँछ। पेट्रोल पम्पमा खाना खाने, त्यस पछाडि जाने हो। म चाहिँ साथीहरू सबैजनाले सपोर्ट गरिदिनु होला। भिडियो के कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला। कहाँबाट हेरिराख्नु भएको छ। अहिले लगभग 3 घन्टा 4 घन्टा पछाडि म चाहिँ रियाद पुग्छु। सबैजनाले सपोर्ट गरिदिनु होला। आउने अब अर्को ब्लग कहाँको ट्रिप लाग्छ त्यहाँको लिएर आउनेछु।
सबैजनाले माया गरिदिनु होला। यति भन्दै मेरो भिडियो है टुङ्ग्याउन चाहन्छु।